त्यस कारणले भगवान बुद्धले उहाँको भनाइ वचनमा के भन्नुभएको छ त्यस कारणले तपाई आफ्नो मालिक आफै हो भन्नुभएको छ बुद्धले त्यस कारणले तिमी आफ्नो स्वामी तिमी आफ्नो मालिक आफै हो त्यस कारणले तिमी आफैले गर्नुपर्छ त्यसो भए आफ्नो मालिक आफै हो भने कसरी प्राप्त गर्न सक्नुपर्छ त भनेको छ भन्दा चाहिँ त्यसो भए तिमीले कर्म हेतु फलको माध्यमबाट जानुपर्छ अनि मात्रै त्यो आफूले गर्न सक्छ त्यस कारणले अहिले हामीले सांसारिक सदृष्टि भनेको चाहिँ कसरी हुन सक्छ भने चाहिँ कर्म हेतु फलमा विश्वास रहेको र त्रिरत्नप्रतिको आस्था श्रद्धा भएको र पुनर्जन्म र पूर्व जुनी भन्ने विषयमा चाहिँ विश्वास रहेको यसमा विश्वास राखेर हामीले यसलाई अभ्यास गर्यो भने साँच्चीकै तपाईँ झिक्दिमे यहाँ तपाईँ त भनेको यो संसारिक सदृष्टि हामीलाई प्राप्त हुन सक्छ त्यस कारणले हुन त हाम्रो बौद्ध धर्मभित्र महायान हिनयान वज्रयान होइन विभिन्न विषयहरू छ तर जे भए पनि तर हामीले संसारिक हाम्रो जीवनलाई कसरी हामीले संसारिक दृष्टिकोणमा हाम्रो जीवनलाई कसरी हामीले सार्थक बनाउन सक्छौँ भने चाहिँ हामीले यो तीनवटालाई कर्म हेतु फलमा विश्वास राख्ने त्रिरत्नप्रतिको श्रद्धा राख्ने र पुनर्जन्म र पूर्व जुनी भन्ने विषयमा हामीले चाहिँ श्रद्धा राख्यो भने हामी साँच्चीकै संसारिक सदृष्टि र तपाईँको जीवन सार्थक बन्न सक्छ भन्नुहुन्छ त्यस कारणले चाहिँ हामी बौद्धमा पनि बौद्ध धर्म पनि महायान हिनयान वज्रयानमा विभिन्न छ त्यहाँ अब महायानको आफ्नै प्र्याक्टिसहरू छ अभ्यासहरू छ हिनयानमा पनि आफ्नो छ कोहीले अब शून्यतालाई अभ्यास गर्ने कोहीले बौद्धिक चित्तलाई अभ्यास गर्ने कोहीले तपाईँको चार आर्य सत्यले अभ्यास गर्ने विभिन्न छ त्यहाँ धेरै प्रक्रिया छ तर हिनयान वज्रयान महायान जस्तो सुकै अभ्यास गरे पनि तर यो कर्म हेतु फलमा चाहिँ आएन भने त्यो पनि त्यो पूर्णता हुँदैन भन्छ